हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म एकदम हेल्दी ब्रेकफास्ट लिएर आइरहेको छु है तपाईँहरूको सामने। आज चाहिँ मैले मकैको ब्रेकफास्ट बनाउन आँटेको छु। यहाँनिर चाहिँ हो मकै चाहिँ मैले सबै छोडाएर चाहिँ यहाँनिर निकालिसकेको छु है। अन्त त्यहाँदेखि यसलाई चाहिँ अब म मिक्सीमा हालेर पेस्ट बनाउँछु यसको चाहिँ है। यसलाई चाहिँ आज चाहिँ म ब्रेकफास्टमा चाहिँ गिलो रोटी बनाउन आँटेको छु मकैको है साथीहरू। हजुरहरूलाई पनि कसलाई मनपर्छ, हजुरहरूले पनि तपाईँलाई जान्नुहुँदैछ भने बनाएर खानु चाहिँ एकदम हेल्दी हो है। अब मकैको सिजनमा मात्रै हो मकै चाहिँ खानुपर्ने, अन्त अब चाहिँ अरू बेला चाहिँ हुँदैन। यहाँ चाहिँ मैले सबै कुरो हालेको छु, नुन र खोर्सानी है, अन्त त्यहाँदेखि डल्ले खोर्सानी पनि एड गरेको छु। हजुरहरूलाई चाहिँ अरू एड गर्नु मन लाग्दा पनि हुन्छ है। अन्त पिरोको लागि चाहिँ यहाँनिर मैले सबै कुरो एड गरेर हालिसकेको छु। अन्त त्यहाँदेखि यसलाई चाहिँ मैले मिक्सीमा पिसेँ है। अब चाहिँ यसको पेस्ट रेडी भइसकेर चाहिँ यसलाई चाहिँ बनाउनु पर्ने हुन्छ। यहाँ चाहिँ मेरो पेस्ट पनि रेडी भइसक्यो साथीहरू। अन्त अब यसलाई चाहिँ म बनाउने छु दुईजना हामी सासूबुवाहरूको लागि ब्रेकफास्ट हो। अन्त यहाँनिर चाहिँ अब मेरो पेस्ट रेडी भइसकेको छ। अब यसलाई चाहिँ म हल्का मिक्स गर्नेछु। यसमा सबै कुरो मैले चाहिँ एड गरिसकेको छु है। अब यसमा केही हाल्नु पर्दैन मैले। यहाँनिर मैले चाहिँ फ्राई प्यान पनि बसाइसकेँ ग्यासमा हो। अन्त हजुरहरूलाई पनि मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु, लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् होला है। अन्त मेरो पेजलाई पनि फलो गरिदिनुहोस् होला। यहाँनिर चाहिँ मैले तेल हालिसकेको छु फ्राई प्यानमा। अब तेल चाहिँ अलिक ज्यादा हालेको छु किनभने टालिन्छ फेरि हो। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ अब मेरो यो पेस्ट रेडी छ। अब चाहिँ म बनाउने छु मकैको रोटी। यो चाहिँ एकदम मिठो हुन्छ है। हामी चाहिँ अब सिजनमा खान्छौँ, अहिले त त्यति हुँदैन पनि मकैहरू र पनि। अन्त यहाँनिर चाहिँ मैले रोटी बनाउनु सुरु गरेँ साथीहरू। यसलाई चाहिँ एकदमै उयो गर्नुपर्छ किनभने उयो भइहाल्छ हो, मजाले फैजाउनुपर्छ किनभने यो चाहिँ भित्किहाल्छ नभए चाहिँ उयो भइहाल्छ। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर मेरो रोटी रेडी हुँदैछ, हेर्नुहोस् तपाईँले पनि। अब यो चाहिँ घरमै फलेको मकै एकदम हेल्दी हो है, अर्ग्यानिक रोटी त हामीले अरू बेला सधैँ खाइरहेको। यो चाहिँ अब कोही बेला। अन्त यहाँनिर मेरो रोटी रेडी भइसकिसक्यो। यो चाहिँ गिलो रोटी टाइपले बनाएको मैले चाहिँ यो। अन्त त्यहाँदेखि यहाँ चाहिँ अर्को बसिरहेको छु, एउटा चाहिँ रेडी भइसकिसक्यो। यहाँ चाहिँ आमाको लागि अब मेरो लागि चाहिँ यहाँ म चाहिँ हल्का अन्डा एड गर्नेछु। अन्डा एड गरेर चाहिँ प्याज पनि काटेर हालेको छु। आमाले चाहिँ अन्डा खानुहुँदैन, म चाहिँ खान्छु, मलाई मनपर्छ अन्डा हालेको। अन्त अब चाहिँ यहाँनिर चाहिँ म अन्डा हालेर बनाउँदैछु साथीहरू। अन्डा हालेको चाहिँ मलाई मनपर्छ, फेभरेट हो मेरो चाहिँ। यहाँनिर चाहिँ मेरो अन्डा हालेर पेस्ट रेडी भइसकिसक्यो। अन्त अब चाहिँ यसलाई बनाउनेवाला छु म मेरो लागि चाहिँ हो। यहाँनिर मेरो ब्रेकफास्ट पनि रेडी भइसक्यो साथीहरू। चिया नुनको छ, वाइवाई पनि छ साथीहरू। अन्त अब चाहिँ खाएको। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।